आफ्नो भित्री शक्ति उजागर गर्नुहोस्। जस्ट इमेजिन तपाईको जीवन अरूको नजरले, अरूको परम्पराले वा कुनै डरले होइन। इट्स डाइरेक्टेड बाई योर ओन भोइसेस, नट द एक्सटर्नल एनी फ्याक्टर्स। यही हो राल्फ वाल्डो एमर्सनको मेन मेसेज, सेल्फ रियलाइज। वी आर गाइडेड बाई टोटल्ली आवर इंटरनल थॉट्स एंड internal voices, not the by the any factors, so we have to consider on it. भिडको पछि नलाग्नुहोस् र फरक उभिनुहोस्। कम से कम फरक उभिने प्रयत्न त गर्नुहोस्। संसारले सधैँ तपाईलाई यसको ढाँचामा फिट गर्न खोज्छ। सामाजिक अनुमोदन र सुरक्षाको नाममा हामीलाई हाम्रो पहिचान बलिदान गर्न भनिन्छ, तर साँचो महानता त्यही हो जब तपाई आफ्नो भित्री सत्यमा अडिग रहनुहुन्छ। जो मानिस बन्न चाहन्छ उसले गैर सामान्य हुनैपर्छ। भिडको पछि लाग्नु भनेको आफ्नो आत्मा गुमाउनु हो, नक्कली अनुकरण आत्माको मृत्यु हो। फरक उभिनुहोस्, आफ्नो विचारमा अडिग रहनुहोस्। यही हो साहस, यही हो स्वतन्त्रता। असंगतबाट मुक्त रहनुहोस्। हामीले राम्रो संगत पाउनु भन्दा पनि नराम्रो संगतबाट रिमुभ हुनु नै सबभन्दा ठुलो रिस्क हो। त्यही भएर आजको समयमा, आजको दिनमा हामीले कस्तो संगत चुज गर्ने, कोसँग हिड्ने, कसरी हिड्ने र हिड्दै गर्दाखेरि कस्तो बिहेभ गर्ने भन्ने कुरा त्यो डिफेन्स अपन आवर सेल्फ। हामी प्राय विगतका कुरालाई दोहोर्याएर आफूलाई सुरक्षित महसुस गर्छौं। एमर्सन भन्छन्, सानो दिमागले असंगतता भूतको रूपमा देख्छ। साँचो बोल्न भनेको विगतमा अट्किनु होइन। आजको सत्य बोल्नुहोस्, भोलिको सत्य बोल्नुहोस्। कहिलेकाहीँ विगतसँग पूर्ण फरक भएर पनि हेर्नुहोस्। इतिहासले तिनीहरूलाई सम्झिन्छ, सुक्रेटिस, एसो, ग्यालिलियो, लाइक इलोन मस्क, मार्क जुकरबर्ग। उनीहरूले भिडलाई खुसी पार्ने कोसिस कहिले गरेनन्। आफ्नै आत्मामा विश्वास गरेर इतिहास लेखे र तपाईँ हामी पनि यसै गर्न सक्छौँ। आत्मिक अन्तर्ज्ञानको शक्ति, आत्मनिर्भरता केवल स्वतन्त्रता होइन, यो पवित्रता पनि हो र हरेक व्यक्तिमा दिव्य चिङ्गारी छ। आफूमाथि विश्वास गर्नुहोस्। प्रत्येक हृदय त्यो फलामको तारमा कम्पन गर्छ। उत्तरहरू तपाईँ हामी भित्रै छन्, बाहिर हेर्नु पर्दैन। स्वीकृतिका लागि झुक्नु पर्दैन, डरलाई आफ्नो निर्णयमा प्रभुत्व राख्न दिनु पर्दैन। साहसी, स्वतन्त्र र प्रामाणिक जीवन जिउनुहोस्। आजको डिजिटल युग, सामाजिक मिडिया दबाव र भिडको अनुरूपताले भरिएको संसारमा जस्ट इमेजिन हाम्रो हिँड्ने बाटो छ र त्यो बाटोमा काँधै काँध बिछ्याएको छ र साना साना किलाहरू, काँटीहरू तीहरू बिछ्याएको छ र त्यो बाटोमा हामी नाङ्गै खुट्टा हिँडिरहेका छौँ। तपाईको मनमा पक्कै आएको होला, कसरी? विचार गर्नुहोस् त आजको मिडिया युग, विचार गर्नुहोस् त आजको डिजिटल युग, मिडियाबाजीको यत्रो धन्दा र त्यसमाथि हामी सोझो मान्छे कसरी बसिरहेका छौँ, कसरी हिँडिरहेका छौँ बिहानदेखि बेलुकासम्म। यु कान्ट इमेजिन। एउटा त्रासदीपूर्ण कुरा हो यो। तपाईँ हामी कल्पना पनि गर्न सक्दैनौँ के भइरहेको छ। आज हामी जे भिडले भन्छ त्यही होमा हो मिलाइरहेका छौँ। क्यान यु इमेजिन इट? कलान्तरमा यसले कत्रो ठुलो प्रभाव पार्छ सोच्यो भनेपछि होस उठ्छ। एमर्सनको सन्देश यही हो, साहसी बनौँ, आफ्नो दृष्टिकोणमा विश्वास गरौँ, आफ्नो बाटो आफै बनाऊ र आफ्नो जिन्दगीको गाडी आफै चलाऊ। अरूमा भर पर्दै नपरौँ। इमेजिन गर्नुहोस्, यसको लागि तुलना र परम्पराको छायाबाट बाहिर निस्कौँ। हामीले झ्यालको खिड्कीबाट बाहिर हेर्ने सिस्टमलाई त्याग्दियौँ। हामी ढोकाबाट बाहिर निस्कौँ र उता गएर हाम्रो आफ्नो घरतिर पनि हेरौँ के भइरहेछ र कस्तो छ। कहिले हेरेछौँ? कहिलेसम्म झ्यालको खिड्कीबाट मात्रै बाहिर हेर। हाम्रो हालत के भएको छ त्यो हामीले कहिले हेर्नु पर्दैन। सत्य बोलौँ, अन्तर्ज्ञानलाई अनुसरण गरौँ, असहजतालाई अँगाल्ने प्रयास गरौँ। संसारलाई अर्को कुनै प्रतिध्वनि चाहिँदैन। संसारलाई चाहिन्छ त केवल हाम्रो फरकपन, अनौठोपन, हाम्रो शक्ति र हाम्रो आवाज, जसले हामीभित्र क्रान्ति ल्याउँछ र त्यही क्रान्तिले संसार बदलिन्छ।